नमस्ते साथीहरू, आज म तपाईहरूलाई भारतको उत्तराखण्डमा अवस्थित एउटा यस्तो सुन्दर ठाउँमा लिएर जाँदैछु जसलाई तालहरूको सहर सिटी अफ द लेक्स भनेर चिनिन्छ। सत्ययुगमा यहाँ सतीको आँखा खसेर बनेको ताल भन्ने एउटा जनविश्वास रहेको छ। चारैतिर हरियाली, पहाडहरू बिचमा कञ्चन पानीले भरिएको विशाल ताल र चिसो मौसम। यदि तपाईँ दैनिक जीवनको भागदौड र गर्मीबाट टाढा शान्त र सुन्दर ठाउँको खोजीमा हुनुहुन्छ भने नैनीताल तपाईँको लागि उत्कृष्ट गन्तव्य हुन सक्दछ। समुद्र सतहबाट लगभग 2084 मिटरको उचाइमा रहेको यो हिल स्टेसनले वर्षौँदेखि पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। आजको यस 12 मिनटको भिडियोमा हामीले नैनीताल र यसको वरपर रहेका प्रमुख आकर्षणहरू, यहाँ थुप्रै तालहरू र घुम्नै पर्ने ठाउँहरूको विस्तृत यात्रा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि राम थापा युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोला। भिडियोलाई लाइक, सेयर, कमेन्ट पनि गर्नुहोला। नैनीताल पुग्ने बित्तिकै सबैभन्दा पहिले हाम्रो आँखा पर्छ यहाँको केन्द्रबिन्दु नैनीतालमा। यो ताल आँखाको आकारको छ, त्यसैले यसलाई नैनीताल भनिएको हो। पौराणिक मान्यता अनुसार यहाँ माता सतीको देब्रे आँखा नयन खसेको थियो, जसका कारण यस ठाउँको नाम नैनीताल रहन गयो। यो तालको दुईवटा छेउहरू छन्। एउटा छेउलाई मल्लीताल माथिल्लो भाग र अर्को छेउलाई तल्लीताल तल्लो भाग भनिन्छ। यी दुईवटा भागलाई जोड्ने सडकलाई मल्ल रोड भनिन्छ, जहाँ साँझपख हिँड्नुको छुट्टै मजा हुन्छ। नैनीतालमा रङ्गीचङ्गीका डुङ्गाहरू चढ्नु यहाँको मुख्य आकर्षक हो। शान्त पानीमा डुङ्गा विहार गर्दै वरपरका पहाडहरू र ससाना घरहरू निहाल्दा मन साँच्चीकै आनन्दित हुन्छ। साँझपख जब वरपरका बत्तीहरू बल्छन् तब तालको पानीमा त ती बत्तीहरूको त प्रतिबिम्ब कुनै स्वर्गभन्दा कम देखिँदैन। नैनीतालको उत्तरी किनारामा अर्थात् मल्तीतालतर्फ अवस्थित छ प्रसिद्ध नैना देवी मन्दिर। यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एक अत्यन्त पवित्र शक्तिपीठ हो। मन्दिरभित्र माता नैना देवीको साथमा भगवान गणेश र माता कालीको मूर्ति स्थापित छ। यहाँ आउने जो कोही पर्यटकले मन्दिरको दर्शन गरेर आत्मिक शान्तिको अनुभव गर्दछन्। मन्दिरको ठिक बाहिरपट्टि भोटिया मार्केट वा तिब्बती बजार रहेको छ। यदि तपाईँलाई सपिङ गर्न मनपर्छ भने यो ठाउँ तपाईँको लागि उत्कृष्ट छ। यहाँ जाडोको कपडाहरू, सल, हस्तकलाका सामानहरू र नैनीतालको प्रख्यात सुगन्धित मोमबत्तीहरू किन्न पाइन्छ। साथै यहाँको तातो मोमो र थुक्पाको स्वाद लिन पनि नभुल्नुहोला। अब लागौँ अलि उचाइतर्फ। नैनीतालको सुन्दरतालाई माथिबाट निहाल्दाका लागि हाम्रो स्नो भ्यू पोइन्ट जानुपर्छ। यहाँ पुग्नका लागि मल्तीतालबाट रोपवे केबल कारको सुविधा उपलब्ध छ। रोपवेको यात्रा आफैमा रोमाञ्चक हुन्छ। जब केबल कार बिस्तारै माथि जान्छ, तलको नैनीताल सानो र झन सुन्दर देखिँदै जान्छ। समुद्र सतहबाट लगभग 2275 मिटरको उचाइमा रहेको स्नो भ्यू पोइन्टबाट मौसम सफा भएको बेला हिमालयका गगन चुम्ने चुचुराहरू जस्तै नन्दादेवी, त्रिशुल र नन्दाकोटको स्पष्ट र भव्य दृश्य देख्न सकिन्छ। यहाँ बच्चाहरूका लागि साना गेमहरू, फोटो खिच्ने ठाउँहरू, चिया नास्ताका पसलहरू छन्। यहाँबाट दूरबिनको माध्यमबाट टाढाका हिमालहरू हेर्ने व्यवस्था पनि गरिएको हुन्छ। नैनीतालमा प्रकृति प्रेमी र एडभेन्चर मन पराउनेहरूका लागि अर्को गन्तव्य हो इको केभ गार्डन। यो मल्तीतालभन्दा अलि माथि मल्तीताल कालाडुङ्गी रोडमा पर्दछ। यहाँ प्राकृतिक रूपमा बनेका थुप्रै चट्टानी गुफाहरू छन्, जस्तै टाइगर केभ, प्यान्थर केभ, ब्याट केभ आदि। यी गुफाहरूभित्र पस्न र निस्किन अलिअलि बाङ्गोटिङ्गो हुनुपर्दछ, जसले पर्यटकहरूलाई एउटा छुट्टै रमाइलोको अनुभव दिन्छ। यसपछि यदि तपाईँ अझै उचाइमा जान चाहनुहुन्छ भने टिफिन टप वा डोरोथिसिट जान सक्नुहुन्छ। यहाँ पुग्नका लागि तपाईँले पैदल हिँड्न सक्नुहुन्छ वा घोडाको सवारी अर्थात् हर्स राइडिङ गर्न सक्नुहुन्छ। यो ठाउँबाट सिङ्गो नैनीताल सहर र वरपरका कुमाउर पहाडहरूको 360 डिग्री दृश्य देखिन्छ। यो ठाउँ पिकनिक मनाउनका लागि पनि निकै लोकप्रिय छ।
नैनीताल सहर मात्र होइन, यसको वरपरका क्षेत्रहरू पनि उत्तिकै मनमोहक छन्। नैनीतालबाट करिब 22 किलोमिटरको दूरीमा रहेको भीमताल नैनीतालभन्दा पनि ठुलो ताल हो। यस तालको बिचमा एउटा सानो टापु आइसल्यान्ड छ, जहाँ एउटा सुन्दर एक्वेरियम बनाइएको छ, जहाँ पुग्न डुङ्गाको प्रयोग गर्नुपर्दछ। भीमताल अलि शान्त र कम भिडभाड हुने ठाउँ हो। भीमतालबाट केही अगाडि बढेपछि आउँछ नौकुचिया ताल। यस तालको 9वटा कुनाहरू छन्, त्यसैले यसलाई नौकुचिया ताल भनिएको हो। यो ठाउँ विशेष गरी एडभेन्चर स्पोर्ट जस्तै प्याराग्लाइडिङ, कायाकिङ र जर्बिङका लागि प्रख्यात छ। यसको नजिकै 7 ताल पनि छ, जुन 7वटा ससाना प्राकृतिक तालहरूको समूह हो। यो ठाउँ चराचुरुङ्गीहरूको अवलोकन गर्ने, बर्ड वाचिङ र क्याम्पिङका लागि निकै उत्तम मानिन्छ। अब कुरा गरौँ नैनीताल कहिले आउने त। नैनीताल घुम्नका लागि मार्चदेखि जुनसम्म महिना सबैभन्दा उत्तम र उपयुक्त मानिन्छ, किनकि यो समयमा यहाँको मौसम निकै सुखद र चिसो हुन्छ। यदि तपाईँहरूलाई हिउँ परेको हेर्न मन छ भने डिसेम्बर र जनवरीको महिनामा यहाँ आउन सक्नुहुन्छ। नैनीताल पुग्नका लागि सबैभन्दा नजिकको रेलवे स्टेसन काठगोदाम हो, जुन यहाँबाट लगभग 34 किलोमिटर। नैनीतालको सबैभन्दा ठुलो धार्मिक पहिचान यहाँको नैना देवी मन्दिर हो, जुन हिन्दू धर्मका 51 शक्तिपीठहरूमध्ये एक मानिन्छ। जब माता सतीले आफ्ना पिता दक्ष प्रजापतिको यज्ञमा आत्मदाह गरिन्, तब भगवान शिव क्रोधित र विक्षिप्त भएर सतीको मृत शरीर बोकेर ब्रह्माण्डमा ताण्डव नृत्य गर्न थाल्नुभयो। ब्रह्माण्डलाई विनाश हुनबाट जोगाउन भगवान विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरेर सतीको शरीरलाई 51 भागमा विभाजित गरिदिनुभयो। सतीदेवीका अङ्गहरू जहाँ जहाँ खसे त्यहाँ शक्तिपीठ स्थापना भए। मान्यता अनुसार नैनीतालमा माता सतीको देब्रे आँखा नयन खसेको थियो। नयन शब्दकै अपभ्रंश भएर यस ठाउँको नाम नैनी र पछि नैनीताल रहन गएको हो। मन्दिरको अगाडि रहेको विशाल ताल पनि आँखाकै आकारको हुनुलाई यसै धार्मिक कथासँग जोडेर हेरिन्छ। यहाँ माता नैनी देवीको आँखाको रूपमा पूजा गरिन्छ। पौराणिक कालमा 3 पूजनीय ऋषिहरू अत्रि, पुलत्स्य र पुलह भ्रमण गर्दै यस पहाडी क्षेत्रमा आइपुगेका थिए। यहाँ आइपुग्दा उनीहरूलाई कडा प्यास लाग्यो, तर वरपर कतै पनि पानीको स्रोत थिएन। तपस्या र जलसोको आह्वान। ऋषिहरूले आफ्नो दिव्य शक्ति र तपस्याको बलमा यहाँ एउटा विशाल खाल्टो खनेर तिब्बतमा रहेको पवित्र मानव सरोवर तालको ध्यान गर्दै त्यसको पवित्र जललाई यहाँ आह्वान गरे। ऋषिहरूको प्रार्थना सुनेर मानव सरोवरको पानीले त्यो खाल्टो भरियो, जसलाई आज हामी नैनीताल भन्छौँ। त्यसैले हिन्दू धर्ममा नैनीतालको पानीलाई सामान्य पानी मात्र मानिँदैन। यो मानव सरोवरकै अंश भएकाले यस तालमा श्रद्धापूर्वक स्नान गर्नाले वा यसको पानी स्पर्श गर्नाले मानव सरोवर यात्रा गरे सरहकै पुण्य प्राप्त हुने एउटा जनविश्वास रहेको छ। नैनीतालको मुख्य बजारबाट करिब 3.5 किलोमिटरको दूरीमा एउटा सुन्दर पहाडको थुम्कोमा हनुमानगढी मन्दिर अवस्थित छ। यो मन्दिर सन् 1950 को दशकमा स्वयं बाबा नीम करोलीले निर्माण गर्नुभएको थियो। यहाँ भगवान हनुमानले आफ्ना छाती चिरेर माता सीता र भगवान रामको दर्शन गराइरहेको एउटा भव्य र विशाल मूर्ति छ। यो ठाउँ धार्मिक आस्थाको केन्द्र त हो नै, साथै यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य आध्यात्मिक शान्ति चाहनेको लागि अद्भुत
मानिन्छ। टाढा छ। काठगोदामबाट तपाईँ सहजै ट्याक्सी वा बस पाउन सक्नुहुन्छ। यदि हवाई यात्रा गर्ने हो भने नजिकैको विमानस्थल पन्तनगर हो। काठमाडौँ वा नेपालको पश्चिम सिमाना जस्तै बनबासा महेन्द्रनगरबाट पनि सडक मार्ग हुँदै यहाँ सजिलै पुग्न सकिन्छ। वास्तवमै नैनीताल प्रकृतिको एउटा अनुपम उपहार हो। यहाँको चिसो हावा, शान्त पानी र पहाडको सुन्दरताले जो कोहीको पनि मन लोभ्याउँछ। यदि तपाईँ पनि आफ्नो परिवार वा साथीहरूसँग कतै घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने नैनीताललाई आफ्नो लिस्टमा पक्कै राख्नुहोला। तपाईलाई नैनीतालको यो यात्रा कस्तो लाग्यो कृपया कमेन्ट गरेर पक्कै भन्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को यस्तै रोचक यात्राको भिडियोमा फेरि भेट्नेछौँ। Go!